तपाईं पनि फेसबुकमा काम गर्दै हुनुहुन्छ, फेसबुक मोनिटाइज गर्छु भन्ने सोच बनाउँदै हुनुहुन्छ भने मैले यो फेसबुक सम्बन्धी भोगेको कुराहरूलाई सेयर गर्न गइराखेको छु। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला र भिडियो मन परे सेयर पनि गर्नु होला। एउटा महत्त्वपूर्ण छ, किनकि तपाईं जब फेसबुक क्रिएट गर्नुहुन्छ, आइडी क्रिएट गर्नुहुन्छ, तपाईको डकुमेन्टमा जुन नाम छ फेसबुक आइडीमा त्यही नाम राख्नुहोस्। किनकि यदि तपाईले अरू कुनै नाम राखेर फलोअर्स बढाउँदै जानुभयो, पछि फेरि आफ्नो ओरिजिनल नाम डकुमेन्टमा हाल्दाखेरि फेसबुकले त्यसलाई भेरिफाई गर्दैन, किनकि तपाईलाई पछाडि पहिला गरेको मेहनत खेर जान सक्छ। किनकि मैले भोगेको पीडा नै मैले तपाईहरुलाई सेयर गर्न गइराखेको छु। किनकि मेरो 40,000 फलोअर्स थियो फेसबुकमा र पेजमा पनि। त्यो दुईवटै अहिले मेरो सस्पेन्सन हान्दिएर अहिले लर्न मोरमा गइसकेको छ। अब त्यो रिकभर हुने 1% चान्स पनि छैन। त्यसकारणले गर्दाखेरि तपाईहरु एकदम ध्यान दिएर पहिल्यैबाट ओरिजिनल नाम राखेर ओरिजिनलमा नै काम गर्दै गर्नुहोस्। त्यसले तपाईलाई पछिसम्म दीर्घकालीन रूपसम्म हुन सक्छ।